यो हाम्रो ठ्याक्कै यो झन्डा हेर्नुहोस्, यो नेपालको ठ्याक्कै सिमानानेरै आएर चेक जाँच उनीहरूको चलिरहेको छ। अब भारत यता पर्छ, भारत यता हो। अब यो नेपालको ठ्याक्कै सिमानामा चेक हुन्छ यिनीहरू। यस्तो किसिमको अवस्था छ। हाम्रो सुरक्षाकर्मीले ठाउँ छोड्दै जाने, भारतको एसएसबीले चाहिँ कभर गर्दै आउने नेपालपट्टि। ल हेर्नुहोस्, यो ठ्याक्कै उहाँहरू नेपालकै सिमानामै हुनुहुन्छ। यो नेपालको भूमि नै पर्छ त्यहाँसम्म। 10 गजाको बिचबाट यता नेपालपट्टिको उमा आएर नेपालभित्रै ठ्याक्कै गेटको आडैमा आएर चाहिँ उहाँहरूले चेक जाँच गर्नुहुन्छ। तर हाम्रो एउटा पनि यहाँ देखिँदैन। ल हेर्नुहोस्, यो चेक जाँच गर्ने यहाँ कोही पनि देखिन्न, कोही छैन यहाँ। हेर्नु, यो हाम्रो गेट हो, यो नेपालको गेट। यस्तो अवस्था छ। उहाँहरू यो टडकले छेकिएको छ। उहाँहरू नेपालपट्टि नै आएर चेक गर्नुहुन्छ। अहिलेसम्म हाम्रो निकायहरूले केही, अनि यो गाडीहरू सबै नेपाल, यो गाडी पनि नेपालपट्टि नै पर्छ। 10 गजाको बिचबाट नेपालपट्टिको भागमा हो यो। उहाँहरूको सबै चेक जाँच गर्ने अड्डा बनेको छ यो कहिले यसलाई सुधार हुने त? यो कहिलेबाट उनीहरू यहाँबाट यो चेकबाट हटाउने? यो झन्डा पनि मैले लगाइदिएको, यो झन्डाको पनि निशानी थिएन। मेरो अभियानले हाम्रो बेलैयाले लगाएको यो, त्यो नेपालको झन्डा खरखर गरिरहेको छ। त्यो झन्डा नहुने अझै अगाडिसम्म आउनुहुन्थ्यो उहाँहरू। यस्तो अवस्था छ। यसको छिटोभन्दा छिटो निकास होस्। यो दुवै देशको चेक पोस्ट त्यो 10 गजामा नरहोस् भन्ने मेरो अपिल छ। हाम्रो बेलैया राम्रो बेलैया हस्। धन्यवाद।